हेलो गाइज है म चाहिँ अब थर्मेल हिँडेको एउटा सामान पुऱ्याउनु पर्ने भयो अरे त्यही भएर यसो बस्यौँ। बाटो चाहिँ सानो नै बस्छु हल्का कुदाउन छाडिँदैन। थमेको एउटा ट्याटु पसलमा जान लागेको सामान लिएर ग्लोभ्स साइडको रहेछ। त्यहाँ यस्तो जाने मान्छे चाहिँ यता परबाट यस्तो आउँछ कि छेउबाट यस्तो जान्छ। त्यही साइडकोतिर गर्छ। भाडा चाहिँ यता छ गाइस। भाडा चाहिँ यता जान्छ। त्यहाँनिर ट्राफिकहरू चाहिँ त्यहाँ बसिरहेको छ। मैले फर्स्ट सुरुमा पिटी यहीँ खाएको। काम गरेको एक दिन काम गरेको र फर्स्ट टाइम बाइक चलाएको होइन, त्यो स्कुटर चलाएको। अनि त्यो स्कुटर चलाएकै दिनै काम फर्स्टचोटि स्कुटर चलाएको काममा आएर त्यही बेला फर्स्टचोटिमै त्यो खाइदिएको। यहाँ ट्राफिक लाइट देखिने क्या मैले सर्ट ल्याएको छु। बाटो उतै पुल नै थियो। त्यहीँनिर ती ढाकिहाल्यो मलाई। त्यहाँ हेर्छ ट्राफिकले पनि क्यामेरा देखिसकेपछि पर्छ। अहिले त यस्तो छ त्यो ट्राफिकहरूले ठ्याक्कै त्यो ठाउँ घाट त्यो ठाउँ कहिले पक्रिँदैनन्। अहिले त्यस्तो पक्रिँदैनन्। अलिक पर माथि त्यो कन्ट्रोल गरिरहेको फोनबाटै त्यो वकी टकीबाट अनि टक्क त्यहाँ कन्ट्रोल गर्दा सिसी क्यामेराहरू र अहिले चिप काटिन्छ। अन्त भिडियोहरू यति मैले भिडियो खिचिरहेको छ। अब त्यो भिडियोको हिजो के भन्यो तिमीहरूले जब मेरो भिडियोमा कसैले गलत गरेको आयो भने त्यसको नम्बर आयो भने तिनीहरू चिप काटिदिइहाल्छन् अहिले त। त्यस्तो भएको छ। अहिले ट्राफिकहरू पनि अहिले राम्रोसँग बोल्नुहुन्छ अन्त पहिला जस्तो पुरै होइन झर्केर यताउति बोल्ने चाहिँ खासै मैले भेटाएको छैन अहिलेसम्म। सुरुमा भेट्दा चिट खाँदा त्यही पनि राम्रै थियो। मेरो त्यो लाइटमा परेको थियो नि त। अनि मैले सरी सर भनेँ भनेर अनि त्यसरी भन्थ्यो कि अनि फर्स्ट टाइम हो सर काठमाडौँ फर्स्ट टाइम चलाएको भनेर भन्थेँ। अनि त्यसपछि यो नठिक छ त्यसलाई म तिमीलाई सामान्यमा चिट काटिदिन्छु भनेर जानु पर्दैन भनेर अनि के अरे ध्वनि प्रदूषणको काटिदिएको थियो।
500 रुपियाँको। अनि त्यसपछि त्यहाँबाट काटेर राम्रै थियो त्यो। अब यदि मलाई त्यहाँनिर अब लाइनमै सिट काट्यो भने त म त अनि त्यहाँ उता बगी खाना तल बगी खाना पुगेर अनि त्यहाँबाट चाहिँ अनि क्लास बसेर त्यसपछि हुन्थ्यो झ्याउ हुन्थ्यो। अहिले त्यस्तो झ्याउ छैन, त्यो पुरा सेल लागिरहेको रहेछ, मान्छेहरूको भिड। यहाँ काठमाडौँ मलमा पनि उयो त्यो बुढाको अचार आइरहेछ अरे। अस्ति उयो ओपनिङ भएको थियो अस्ति, अहिले त छ सकिसक्यो। म चाहिँ ठाउँमा चाहिँ माथिबाट जान्छु, अरूहरू चाहिँ मुनिबाट जान्छ होला सायद। चाहिँ माथिबाट सिधा लाग्छ त्यो काम सामान पुऱ्याउने ठाउँ जानलाई, माथिबाटै जान्छु। मलाई नसिका त्यो ड्राइभरहरूले लेखेको, मलाई यस्तो गाडीको पछाडि देखेको त्यो पढ्न चाहिँ खतरा मजा आउँछ। यस्तो यस्तो बल लेख्दै हुन्छ नि तिनीहरूले, अब त्यो पढ्न चाहिँ बल मजा आउँछ। एउटा पढेको थिएँ कि मैले अस्ति नै हेर्दा, त्यो चाहिँ मलाई अहिले चाहिँ हल्का याद छ। बिहे गर्यो खायो भोज, विदेश गयो अरूलाई नै मोज हो कि समथिङ त्यस्तै के लेखेको थियो कि। अनि त्यो बवाल लाग्यो, रियालिटी नै लेख्थ्यो कि क्या हो जस्तो लाग्थ्यो अरे। यहाँबाट यस्तो जान्छु म ड्रिम्स। यहाँ छ ड्रिम्स भन्ने चाहिँ, यहाँभित्र पहिला यस्तो खतरा, यहाँ गार्डन अफ ड्रिम्स भनिदियो, त्यहाँभित्र खतरा छ नि। म चाहिँ गएको छैन, पुरा अस्ति नै त पुरै भिडै थियो भने, पुरो लाइन थियो। बा के भयो त्यो, पुरो लाइन थियो। न्यु इयरकै बेला होला सायद, खतरा लाइन थियो। त्यो छमेल एरिया हो भने नि भयो। खतरा हुन्छ कि यहाँनिर त्यो सामानहरू चाहिँ बवाल। सब बाहिरको फरेनहरू मात्रै आउने रहेछ प्रायः। यहाँ चाहिँ ह्यान्डमेड सामानहरू पाउने रहेछ प्रायः जस्तो। त्यसमा पनि अनि विदेशीहरूलाई चाहिँ त्यो ह्यान्डमेड भनिसकेपछि खतरा लाग्ने, आकर्षक देखाउने। ए ल हानेर गयो, उसले हानिदिएर गयो कि म चाहिँ यहीँनिर हो। ल गाइज, अहिले एकछिनमा भेटौँला।